नमस्कार सबैजनालाई, म शिक्षा श्रेष्ठ कक्षा 10 मा पढ्ने विद्यार्थी। आज म पशुपतिनाथको प्रस्तुति दिन आएको हो। यो कार्य हामीलाई अभिषेक सरले दिनुभएको हो र यहाँ मसँग कृमिसा पनि छ यसको लागि। नमस्कार सबैजना, म कृमिसा कक्षा 10 मा पढ्ने विद्यार्थी। आजको हाम्रो परियोजना कार्यमा म पनि सहभागी रहेको छु र हामीले बनाएको पशुपतिनाथको 3D मोडल यो रहेको छ। हिमालको गाढ पावन पर्वत बागमतीको तिर रहेको यो पशुपतिनाथ मन्दिर करोडौँ हिन्दूहरूको आस्थाको केन्द्र रहेको छ। यो केवल एउटा मन्दिर मात्र होइन, यसले नेपालको पहिचान बोकेको छ। हजारौँ वर्षको एक पौराणिक मन्दिर हो। यो मन्दिर काठमाडौँ महानगरपालिकाको वडा नम्बर 8 बागमती नदीको किनारमा अवस्थित छ। पशुपतिनाथ मन्दिर 240 हेक्टर जमिनमा फैलिएको छ र यो मन्दिर 19औं शताब्दीमा बनेको हो। यो पशुपतिनाथ मन्दिर प्यागोडा शैलीको एउटा अनुपम उदाहरण हो, जस्तो तपाईँले 3D मोडलमा देख्न सक्नुहुन्छ। यहाँ दुई तल्ले छानो सुनले लेपिएको, जसको माथि सुनको गजुल पनि रहेको छ। सँगै 4वटा ढोका जुन चाँदीले पनि बनेको छ। मूल मन्दिरभित्र शिवको 4 मुख्य लिङ्ग स्थापित छ र ती 4 मुख्य लिङ्ग शिवको महत्त्वपूर्ण अङ्गहरू जति हुन्: रक्षा, सृष्टि, विनाश र पुरुष। यस क्षेत्रको अर्को महत्त्वपूर्ण पाटो हो बागमती नदीको किनारमा रहेको आर्यघाट। हिन्दूहरू जीवनको अन्तिम संस्कार यही होस् भन्ने कामना गर्छन्, किनकि यहाँको पवित्र जलले आत्मालाई मोक्ष प्रदान गर्ने भन्ने अटुट विश्वास रहेको छ। अब हामी यस प्रस्तुतिका अन्त्यमा आइसकेको छौँ। आशा गर्छु तपाईँहरूले यो प्रस्तुतिबाट धेरै कुराको जानकारी पाउनुभयो होला। हजुरहरू पनि एकचोटि अवश्य नै भ्रमण गर्नुहोला। यति भन्दै हामी हाम्रो बिदा लिन चाहन्छौँ। धन्यवाद।